ऋषिदेव समुदायको नानी बच्चाहरू पढ्ने पठन पाठनका लागि वास्तवमा हाम्रो वार्डबाट हामी जितेर आएपछि छात्रवृत्ति कार्यक्रम त्यही समुदायलाई देखेर वास्तवमा मैले सुरु गरेको थिएँ। ओहो, गाउँमा कत्रो माया कत्रो प्रेम है, आदर होइन। अब बाटामा भेटेको मलाई हिँड मेरो घर हिँड 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 भनेर ल्याइपुर्यायो हाम्रो विनोदले। घरमा आएको बस्यो, गाउँको अर्को एकजना साथी पनि भेट हुनुभयो होइन। बाहिर त यस्तो चिसो भइसक्यो, साँझ परिसकेको छ यस्तै है, पुरा तोरीहरू लगाएको छ। अनि मलाई त एकदम खुसी लागेको छ। के मानेमा खुसी लागेको छ भने खेतीपाती गर्ने, गाईबस्तु हालेको होइन, गाई भैँसी कुखुराहरू हाँसहरू होइन, अनि बारीमा सागसब्जीहरू आफूले खाना मात्र होइन कि हामी जस्तो भिजिटरहरूलाई पनि दिने गरी फर्सीहरू पनि फलाएको रहेछ है। बडो खुसी पनि लाग्यो, नानी बच्चाहरू पढ्दैछन् होइन। शिक्षाले चाहिँ मान्छेलाई परिवर्तन गर्छ भन्छ। यो समुदाय जुन छ ऋषिदेव समुदाय, नानी बच्चाहरू पढ्यो भने, पढाउन सकियो भने उनीहरूले आफ्नो मात्र होइन कि आफ्नो परिवारको पनि मुहार फेर्छ भन्ने मैले सोचेको छु। ऋषिदेव समुदायको नानी बच्चाहरू पढ्ने पठन पाठनका लागि वास्तवमा हाम्रो वार्डबाट हामी जितेर आएपछि छात्रवृत्ति कार्यक्रम त्यही समुदायलाई देखेर वास्तवमा मैले सुरु गरेको थिएँ। अनि यो घरमा पनि नानी पढ्दैछिन्, अर्कै पालिकामा आएकी छिन् होइन। त्यही पनि मेरो अन्तिम कुरा चाहिँ उनलाई राम्रो पढ्नु है भनेर निक्लेको छु म। हेर्नु यो होइन। अनि अब हामीले सुरु गरेको छात्रवृत्ति अहिले गाउँपालिकाले नै एडप्ट गरेको छ। त्यस कारणले शिक्षाले आमूल परिवर्तन गर्न सक्छ भन्ने मलाई लागेको छ, मैले ठानेको छु। यति कुरा अहिले सम्झेको छु वास्तवमा। त्यो सविता त्यो नानीलाई देखेपछि यहाँ तोरीबारी छ ल होइन। आज नसोचेको ठाउँमा पनि आइपुगिँदो रहेछ। आफन्तहरू प्रियजनहरू हुँदाखेरि चाहिँ यस्तो हुँदो रहेछ है। साँझ पुरै परिसकेको छ। म अब घर निक्लेको। यहाँ एउटा फड्के छ, फड्के के भन्छ यसलाई, फड्के यस्तो भित्री बाटो आलीको बाटो भएकोले मैले गाडी लान सकिनँ। गाडी यहाँ राखेको थिएँ। यतापट्टि पम्प सेट सायद माछा मार्नको लागि यो राखिएको थियो होला, या त माछा मार्नको लागि हुनुपर्छ। ल अहिलेको लागि मैले यति भन्दै बिदा माग्छु।